हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ म बिरगन्ज गइरहेको छु किनभने तपाईँहरूलाई अस्ति म देखाइरहेको थिएँ कि दाइको बिहेको सपिङ गर्नु छ भनेर। मैले पार्ट 2 कि पार्ट 1 मा हालिरहेको थिएँ हैन। सो मलाई बिरगन्जतिर चाहिँ अहिले जानु छ किनभने त्यहाँ दाइको बिहे छ। मैले तपाईँलाई पहिला नै भनिदिएको थिएँ हैन। ल मेरो बस चाहिँ यहाँ आइसकेको छ अगाडि हैन। यही बस हो अनि ल फाइनली चाहिँ मेरो बस हिँड्न आँटिसकेको छ र फाइनली यहाँ चाहिँ गाडी रोकेपछि यहाँ पे भइरहेछ हैन। यहाँ चाहिँ रमाइलो भइरहेछ। जे होस् म चाहिँ तपाईँलाई अहिले राजविराज पुग्न आँटेको होला हैन। रातिको 12 बज्न आँटेको छ। म चाहिँ तपाईँलाई अहिले राजविराज पुग्न आँटेको छु। सो लेते लेते सो गई रे, लेते लेते सो गए रे। रमाइलो त भइरहेछ। हाम्रो बसमा चाहिँ प्यासेन्जरहरू सुतिसकेका छन्। यहाँ फाइनली यहाँ चाहिँ तपाईँलाई बिहेको कामदाम भइरहेछ अहिले। र फेरि गर्मी लागिरहेको छ क्या। तर मैले सर्ट खोलेर लाग्यो लालगढ पुगिसकेका छौँ है। बन्दै गर्ने त्यो त पिक पिक त गरिरहन्छ। कल भी लेट किया था अरे विराटनगर जाने में। यहाँ को मौसम फाइनली म चाहिँ बिरगन्ज पुगिसकेँ। मेरो पहिलाको ठाउँ केडिआर पेट्रोल पम्प। र
यहाँ पहिला चिया खाने काम यहीँ हुन्थ्यो, चिया खाइन्थ्यो। तपाईँलाई सिधा उहाँ हेर्दै हुन्छ होला टाढा पर, यहाँबाट देखिँदैन होला। तपाईँको यो पावर हाउस चोक होइन, उहाँ घन्टाघर देखिरहेको छ होला, टाढा पर देखिरहेको छ होला होइन। एक्ज्याक्टली थाहा भयो होइन। पहिला चिया खाने ठाउँ त यही थियो मेरो होइन, चिया यहीँ खाइन्थ्यो, मेरो अङ्कल चिनिन्थ्यो। म चाहिँ फाइनल आइसकेँ है यहाँ। ओके थ्याङ्क्स। पहिला म चाहिँ यहीँ काम गरेको एरिया, मेरो एरिया चाहिँ यही हो होइन। मैले काम गर्ने एरिया त यही थियो होइन। यहाँ चर्च छ एउटा है, म देखिरहनु तपाईँले हेरिरहन्छ होला होइन। यहाँ चर्च छ एउटा, चर्चको छेउमा मेरो कम्पनी थियो। फर्स्ट अफ अल म कम्पनी चाहिँ जाँदिनँ, एउटा दाइकोमा जान्छु। त्यो दाइकोमा चाहिँ म प्रायः गइरहेको हुन्थेँ, किनभने त्यहाँ मलाई काम थियो है। त्यो दाइको नाम चाहिँ एक्चुअली तपाईँहरूले चिन्नुहुन्छ होला, राजन रोय। उहाँ चाहिँ बिहारबाट हुनुहुन्थ्यो, छपडाबाट। र मलाई चाहिँ उहाँले सपोर्ट चाहिँ धेरै गर्नुभयो होइन। उहाँले मलाई एक फ्यामिली जस्तो केयर गर्नुभयो। र अब ठिक छ, लेट इट, पछि यो कुरा पछि चाहिँ हो, छोडिदिउँ पहिलाको कुरा। र अहिले चाहिँ म कम्पनी पुग्न आँटेँ। सो कम्पनी होइन, फर्स्ट म राजन दाइको जान्छु। म आफ्नो अफिस अगाडि चाहिँ आइसकेको छु है। आइरहेछ गिट खोल्नाले, कोल्नु भएको छ यहाँ चाहिँ। के छ दाइ? महेश दाइ हाम्रो पहिलाको अफिस यहीँ थियो, कामधाम हाम्रो। काम भइरहेछ है यहाँ चाहिँ। सुनिल दाइ यहाँ अलिकति बराल्दै हुनुहुन्छ होइन। चन्द्रिका दाइ पहिलाको अफिस यही थियो हाम्रो। फोन उठाउनु नदाइ त।